गर्दै गर्दाखेरि 11 लाख भोट आउँदै गर्दा त्योभन्दा अगाडिको तराजुमा भोटहरू पनि 2 लाख थियो। इन्टु 5 गुणा भयो, इन्टु 5 गुणा 5 वर्षमा लगभग। अब हामीले 11 लाख भोटलाई धेरै गर्नुपर्ने छैन, इन्टु 4-5 गुणा गऱ्यो भने पुग्छ। त्यति गरेको त्यही गऱ्यो 5 गुणा हुन्छ भनेर यिनीहरूको सबैको सातको बुद्धो उड्या छ। यिनको होस हवास दिमागले काम गरेका छैन। के गर्ने कसो गर्ने होस हवासै छैन। 11 लाख कसैले आयो, मान्छे कति तड्पिया छ थाहै छैन। अहिले मान्छे बेच्न थालिसक्यो, अत्याचारै छैन। हामी सबै युवाहरू लगभग तपाईँले हेर्यो भने अहिले नागरिकता हेर्दा पुग्नुपर्ने यही उदाहरण छ। कति यति साह्रो हुन्छ भनेको कहाँ हुन्छ कि यस्तो। त्यही भएर यसको विरुद्ध हामी सबै, म अहिले स्वतन्त्र नै छु, म कुनै पार्टीमा गएको छैन, तर मेरो शुभेच्छा छ, मेरो शुभेच्छा छ। तपाईँ हामी अल्टिमेटली एक नै हुने हो। म जस्ता स्वतन्त्रहरू नेपाल भइसक्यो, सबैलाई एकजुट भएर हामी चौरासीमा सबै एकजुट भएर जानुपर्ने छ। हामी सबै एकजुट नभएर विकल्प छैन। मैले आफूले सकेको, म जस्ता युवाहरू सकेको हाम्रो टिममा यो देशमा सबैलाई जोड्नुपर्ने छ। र अबको टार्गेट भनेको 11 लाख होइन, कम्तीमा हामीले 50 लाख टार्गेट गर्नुपर्ने छ। 50 लाख टार्गेट गर्नुपर्ने छ। त्यही भएर काङ्ग्रेस एमाले सबैको हावा फुस्क्या छ, धोती फुस्क्या छ। अहिले होस हवासै छैन। तपाईँ प्रधानमन्त्रीको हेर्नु पनि के बोल्दैछु पनि उहाँलाई होस हवास छैन। म प्रधानमन्त्री हो कि होइन भने पनि उहाँलाई थाहा छैन, उहाँलाई थाहै छैन यी कुराहरू। त्यही भएर पहिले सुरु उहाँलाई के बुझ्नुपर्ने छ भन्दाखेरि तपाईँ प्रधानमन्त्री हो, नबिर्सिनुहोस्। पार्टीको झोले मात्रै होइन, तपाईँले हाम्रो प्रधानमन्त्रीको रूपमा प्रतिनिधित्व गर्नुहुन्छ भन्ने कुरा पनि उहाँलाई झकझक्याउनु पर्ने छ। र उहाँले झकझक्याएर जति झकझक्याएको उहाँको आँखा चाहिँ खुलेको छैन। त्यही भएर अब 84मा पत्ता साफै बनाउनु पर्ने छ। सधैँभरि सहनु हुँदैन। मेरो हजुरबाले जसरी परिवर्तन गर्नुभयो, अब देशभरिका हजुरबाहरूलाई, देशभरिका युवाहरूलाई परिवर्तनको बाटोमा लानुपर्ने छ। र यो भन्दै गर्दाखेरि भोलि बिहान म पनि त खराब हुन सक्दैन, म पनि त खराब हुन सक्छु। तपाईँले मलाई सचेत गराउनु पर्ने छ, हामी चाहिँ युवालाई सचेत गराउनु पर्ने छ। अहिले भर्खर पनि हजुरहरूको मैले सानो यहाँ मैले पार्टीमा हुँदै गर्दा तपाईँको आन्तरिक कुरामा जान त चाहिनँ, तर भन्दै गर्दाखेरि यहाँ तपाईँ पार्टी कसरी सञ्चालन गर्ने, पार्टी कसरी उठाउने, पैसाको कुराहरू छ। तपाईँले हेर्नु प्रायः गरी काङ्ग्रेस एमाले माओवादीमा कहाँबाट पैसा आउँछ, त्यत्रो पैसा हेर्नुहोस् त। यसको स्रोत हुँदैन, सबै सफा हुनुपर्छ। त्यही भएर यो कुराहरूमा हामी सबै एकजुट छौँ। यो कुराहरूमा हामी सबैमा लागु हुन्छ। त्यही भन्दै मैले मेरो सानातिना कुराहरू यही राखेँ। यति भन्दै 84मा तपाईँहरूले यहाँ जति हुनुहुन्छ, यहाँ मात्रै भोट हाल्दैन, हजुरको पाखाडको डुङ्गी होला, कसैको पर्वत होला, कसैको स्याङ्जा होला, कसैको अर्घाखाँची होला। अब यहाँ त हजुरहरूले गरिसक्नु भएको छ, ध्वनि फुटिसक्नु भएको छ। तिमीहरूले अत्याचार गर्यो, अब